मध्य प्रदेशको सुन्दर हरियाली र समथर भूभाग देवाही गोनाही। रौतहटको शान, रौतहटको पहिचान देवाही गोनाही। बहुजाति, बहुभाषा, बहुसंस्कृति भित्रको आपसी सहिष्णुता। देशकै ऐतिहासिक क्रान्ति भूमि हो देवाही गोनाही। इतिहासका डोबहरू पन्छाउँदै अघि बढ्दैछन् विकासका पाइलाहरू। कृषिको प्रचुर सम्भावनाका बीच देवाही गोनाहीले देखेको सपना हुँदैछ साकार। नागरिक सामु गरेका बाचा जनप्रतिनिधिले गर्दैछन् पूरा। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार लगायतका क्षेत्रमा देवाही गोनाहीको विकास यात्रा। मध्य प्रदेशको रौतहट जिल्ला नेपालको मध्य भागमा पर्ने अत्यन्त सुन्दर हरियाली र समथर भूभागले भरिएको जिल्ला हो। 1126 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लामा 16वटा नगरपालिका र 2वटा गाउँपालिका गरी 18वटा स्थानीय तहहरू रहेका छन्। यस जिल्लामा गौर, ईशनाथ, परोहा, राजदेवी, माधव नारायण, गरुडा, मौलापुर, देवाही गोनाही, पौदीमाई, फतुवा, विजयपुर, चन्द्रपुर, वृन्दावन, कटहरिया, गढीमाई, गुजरा र राजपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिका रहेका छन्। यस जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा, उत्तरमा मकवानपुर, दक्षिणमा भारतको बिहार राज्यको सीतामढी जिल्ला र पूर्वी चम्पारण जिल्ला पर्दछ। जिल्लाको उत्तरमा चुरे डाँडा, बीचमा भावर प्रदेश र दक्षिणमा समतल तराई प्रदेशको भू बनोट रहेको छ। रौतहट जिल्लाको मध्य भागमा पर्ने देवाही गोनाही नगरपालिका 2073 सालमा स्थापना भएको ग्रामीण नगरपालिका हो। कुल 33.99 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकामा कुल 38,690 जनसङ्ख्या रहेको छ। कुल 9वटा वडा रहेको यस नगरपालिका साबिकको देवाही, करुनिया, कर्कच कर्मैया, प्रेमपुर, गोनाही र धरहरी गाविस मिलेर बनेको हो। पूर्वमा गरुडा नगरपालिका र माधव नारायण नगरपालिका, पश्चिममा मौलापुर नगरपालिका र बौदीमाई नगरपालिका, उत्तरमा कटहरिया नगरपालिका र दक्षिणमा परोहा नगरपालिका रहेका छन्। हिन्दू तथा मुस्लिम समुदायको बाहुल्यता रहेको यस नगरपालिकामा कुर्मी, यादव, शाह, कोइरी, राजपूत, सिंह, झा, मिश्र, ठाकुर, कलवार, पासवान, डोम, कानु, चमार, लोहार, धोबी, मुसहर लगायतका समुदाय बसोबास गर्दै आएका छन्। यस नगरपालिकाको प्रशासनिक भवन वडा नम्बर 8 स्थित गोनाही बजारमा रहेको छ। यो भवन नगरपालिकाको नवनिर्मित भवन हो। 4 तल्ले यस प्रशासनिक भवनको हाल 2 तल्ला सम्पन्न भई बाँकी 2 तल्लाको निर्माण कार्य भइरहेको छ। देवाही गोनाही नगरपालिका अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नगरपालिका हो। विकासका दृष्टिकोणले पछि रहेको यस नगरपालिकामा नयाँ जनप्रतिनिधिको आगमन पछि भने भौतिक पूर्वाधार निर्माण, आर्थिक समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, सरसफाई, यातायातका पूर्वाधार लगायतका पूर्वाधार पहुँचमा निर्माण गर्ने कार्यको थालनी भएको छ। जसै स्थानीय सरकार आयो, गाउँको आकांक्षा पनि बढ्यो अनि जनताका प्रतिनिधिले जनतासँग विकास दिने बाचा पनि गरे। त्यही बाचा पूरा गर्ने उनीहरूको प्रतिबद्धताका धेरै काम पूरा भएका छन्। देवाही गोनाही नगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ। यातायात पूर्वाधारमा नगरपालिकाभित्र उल्लेख्य सडक सुधार र विस्तारका कामहरू भएका छन्। नगरपालिकाका मुख्य सडकहरू ढलान गरी पक्की बनाइएको छ भने नाला निर्माण, ग्रामीण सडक स्तरोन्नति तथा कृषि सडकको ग्राभेल गर्ने काम भएको छ। यसले गर्दा किसानहरूलाई बर्खाको समयमा कृषि उपजहरूलाई घर भित्र्याउन निकै सहज भएको छ। लामो समयदेखि सडकको पहुँचमा नपुगेका पिपराटोल,
देवाही गाउँको नदी पारी टोल करुणिया लगायतका गाउँ सडक मार्गले जोडिएका छन्। कृषि र यातायातको विकासका कार्यलाई द्रुत गतिमा अघि बढाउँदै नगरपालिकाले कृषि विद्युतीकरण र कृषि सडकको विस्तारमा जोड दिएको छ। नगरपालिकाले सडक, पुल, कल्भट निर्माण तथा शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा तथा विकास निर्माणका काम अघि बढाउँदै आएको नगर प्रमुख प्रेमलाल शाह बताउनुहुन्छ। कई जगह ढलान भेल, वार्ड कार्यालय न रहे तो वार्ड कार्यालय बना के संचालन में लियावल गेल। बीच गांव के मेन रोड में ओमे नाला बना के ओकरा बाद में नाला में हमनी के फिर ढलान करे के काम सब शुरू है। गुनाही में जगह जगह पर ढलान के काम संपन्न भेल है, करोड़ों के काम संपन्न भेल है, बोरिंग के काम संपन्न भेल है। हमनी सब ढलान के काम, विवाह भवन, संग्रहालय के भी काम हो रहा है। नगर पालिका के 2 ताला भवन ऊपरी जो थपायल है वो लगभग हमनी सब के तैयारी के तरखर में है। संग्रहालय के भवन भी बनल है, साले साले में काम होते थे। अभी भी 1 करोड़ बजट हम शहरी मंत्रालय से मांग करके ले आल छी, ओमे टेंडर भी हो गेल है। देवाही गोनाही नगरपालिकामा रहेको कृषिको प्रचुर सम्भावनालाई विस्तार गर्दै सिंचाई आयोजनाको विकास र विस्तारलाई अघि बढाइएको छ। देवाही गोनाही नगरपालिकामा अवस्थित बागमती सिंचाईको नहर मार्फत सिंचाईको दायरालाई थप विस्तार गर्दै शाखा नहर तथा कुलोहरू निर्माण गर्ने कार्य भइरहेको छ। नगरपालिकाभित्र रहेका नदी पारी टोल करुणिया र लक्ष्मीनिया आसपासका बस्ती बर्खायाममा बाढीको चपेटामा पर्ने गरेका थिए। हाल नगरपालिकाले तटबन्ध निर्माण गरी आसपासका बस्तीमा बाढी रोकथामको कार्य अघि बढाएको छ। यसबाहेक अन्य भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले थप योजना निर्माण गरी कार्य अघि बढाएको छ। नदी नियंत्रण, नदी जब हमने चुनाव जीतली तो नदी के बांध टूट के राय छाई रहे होती खानी, कौन के आवत जावत सब बंद रहे। वहाँ हमने ठोकर से बांध ली, ओकरा अथी बांध में माटो पूरी गिरवल कैली, ठोकर बांध ले छी, ओकर रास्ता भी बनैले छी, बांध के भी मजबूत कैले छी। से अभी बांध हमनी के नगर पालिका में टूटे के संभावना न है, जितना ऊपर हमनी काम मजबूत कर देले छी बांध के। आम जनतालाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि नगरपालिकाले स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू अघि सारेको छ। नगरका 9वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन्। नगरपालिकामा सञ्चालनमा रहेको एकमात्र नगर प्रसूति गृह मार्फत गर्भवती महिलाहरूको स्वास्थ्य जाँच तथा प्रसूति सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाहरू सहज र सुलभ तरिकाले प्रदान हुँदै आएको छ। विगतमा आधारभूत उपचार गर्न अन्य जिल्लामा धाउन बाध्य नगरवासीको पीडालाई मध्यनजर गरी नगरभित्रका स्वास्थ्य संस्थामा आधारभूत औषधि उपचारको सेवालाई विस्तार गरिएको छ। बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिकाले स्वास्थ्य सेवाको दायरालाई थप फराकिलो र प्रभावकारी बनाउँदै लगेको छ। 15 शैय्या के अस्पताल जो बने के शुरू है, काम हो रहा है, तीव्र गति में काम हो रहा है। र अस्पताल भर्ती सेंटर के हमेशा काम करे के माने बना के र अब उद्घाटन होए के स्थिति में 2-4 दिन में उद्घाटन होए के स्थिति में आयल बा। स्वास्थ्य संस्थामा गर्भवती महिला तथा सुत्केरीका लागि बर्थिङ सेन्टर तथा एम्बुलेन्सको सेवालाई थप विस्तार गरिएको छ भने गर्भवती र सुत्केरीका लागि सहुलियत दरमा सेवा प्रदान गरिँदै आएको छ। जनस्तरमा औषधिको सेवनमा देखिएको भ्रम तथा बेवास्तालाई चिर्दै नगरपालिकाले आम औषधि सेवन अभियानलाई लागू गरी औषधिको सेवनलाई सुरक्षित र विश्वसनीय बनाउन पहल गरेको छ, जस अन्तर्गत विभिन्न रोग तथा प्रकोपका औषधिहरू वितरणलाई अघि बढाइएको छ। आम जनसमुदायमा स्वास्थ्य सेवाको पहुँचलाई थप विस्तार गर्दै आगामी दिनमा खोप सेवा, परिवार नियोजन सेवा तथा गाउँघर क्लिनिक जस्ता सेवालाई जनस्तरमा लैजान कार्यक्रमहरू सुरुवात गरिएको छ। आदमी के 5 साल से पहले का अवधि में एक आदमी के बीमा न रहल। हम जितने सबके 6 महीना के भीतर में सारे आदमी के ज्येष्ठ नागरिक के निःशुल्क बीमा होले। कम से कम 200-250 आदमी ज्येष्ठ नागरिक है। उस सब आदमी के 200-250 आदमी के 1 लाख उपचार साल में होले। उ निःशुल्क होते रहलक। एक आदमी के बीमा भी न रहलक। हम सब आदमी का 250 आदमी के ले आके गौर से बीमा ऑफिस से आदमी बुला के ऑफिस में सारा आदमी का 250 आदमी के बीमा करेंगे निःशुल्क। टाइम पर 3 साल के अवधि में हम 3 बेर
आँखा शिविर ले आके 1 साल 178 आदमी के निःशुल्क आँख शिविर लगा के सब आदमी के चश्मा से लेके दवाई खाना खुराक सारा व्यवस्था को के 1 साल 178 गोरा के और साल 152 गोरा के इस साल 54 गोरा के आँख हेठौड़ा ले जाके सबके आँख बनवा के दे रही है सारा आदमी के कम से कम अब दूसरो वार्ड से के आदमी रहे हो सके करेली। स्वास्थ्य शिविर भी 1 साल ले आ रही बीरगंज से स्वास्थ्य शिविर मतलब पूरे बॉडी के 8-10 MD डाक्टर MBBS डाक्टर रहे यही बौद्धी देवी पराबी में। यस नगरपालिकामा उब्जाउ र मलिलो कृषि भूमि रहेको छ। यहाँका अधिकांश नागरिक कृषि पेसामा आश्रित रहँदै आएका छन्। नगरपालिकाको 80% खेतीयोग्य जमिनमा धान, गहुँ, दलहन, तेलहन, तरकारी बाली तथा फलफूल उत्पादन हुँदै आएको छ। प्राकृतिक सम्पदाको प्रचुर सम्भावना, उर्वर जमिन तथा सिंचाइको स्रोतको उपलब्धता हुनुले यस स्थान कृषि र पशुपालनका लागि उपयुक्त स्थल मानिन्छ। कृषि उत्पादनको राम्रो सम्भावना रहेकाले किसानलाई परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीका लागि प्रोत्साहन गर्दै नगरपालिकाले अनुदान मार्फत उन्नत बिउ बिजन, कीटनाशक औषधि तथा वाटर पम्प जस्ता यान्त्रिकरणका सामग्री वितरण गर्दै आएको छ, जसबाट किसानहरूले अधिकतम लाभ लिएका छन्। कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्य अनुरूप आधुनिक तवरबाट व्यावसायिक खेती प्रणालीका लागि कार्यक्रमहरू अघि सारिएको छ। बोरिंग जवान कल भी हलल है खाने पानी पोल तार सरे समय ले जाके विद्युत में आग्रह कह के केवला कह के 50-70-80 गो पोल ले आके में तार और बनवैली। गांव में भी बहुत जगह गांव में बस्ती समय भी विद्युत के आपूर्ति न लगो सब तरह विद्युत सब तरह ले आके जरान करेली। प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत तरकारीको पकेट क्षेत्र घोषणा भई तरकारी उत्पादनमा जोड दिँदै आएको छ। नगरपालिकाले अब किसानलाई आर्थिक रूपले समृद्ध बनाउन कृषि क्षेत्रलाई प्राथमिकता दिएर सिंचाइका लागि सतह सिंचाइ, भूमिगत सिंचाइको डिप बोरिङ, स्यालो ट्युबवेल जडानको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। सिंचाई के लिए बोरिंग के सबसे मेन समस्या रहे न हल रहे हमने के ऐसे पहले का कार्यकाल में, तो वही पर हमने बेसी फोकस कैली। पोलिंग के भी कुछ व्यवस्था कैली। ओकर बाद में बोरिंग तो लगभग हो गया बा। ये साल भी बोरिंग के जरूरी महसूस हो बा। दूसरा करेला लोग चाहना बा तो 2-3 गो डिप बोरिंग बा। यसका साथै नगरले कृषिमा आत्मनिर्भर हुनका लागि युवा र प्रौढ सबै किसानलाई सकेको सहयोग पनि गरेको छ। खानेपानी तथा सरसफाई मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हो। सुरक्षित खानेपानी तथा सुधारिएको सरसफाई सुविधा बिना स्वस्थ र प्रतिष्ठित जीवन सम्भव छैन भन्ने यथार्थलाई मनन गर्दै स्थानीय तहमा सबै क्षेत्रको सहकार्य र जनसहभागिताको माध्यमबाट राष्ट्रिय सरसफाई गुरु योजना 2068 को सफल कार्यान्वयनमा नगरपालिका कटिबद्ध भएर लागि परेको छ, जस अनुरूप नगरपालिका पूर्ण रूपमा खुला दिशामुक्त नगरपालिकाको रूपमा स्थापित भएको छ। खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रका उपलब्धिहरूलाई संस्थागत गर्दै यसको दिगोपना कायम गर्न र विद्यमान समस्याहरूको थप सुधार गर्न यस नगरपालिकाले संघीय सरकार र विभिन्न संघ संस्थाहरू मार्फत सहकार्य गरिरहेको छ। देवाही गोनाही नगरपालिकामा कुल 19 वटा सामुदायिक विद्यालय रहेका छन्। त्यसैगरी नमुना विद्यालय तथा प्राविधिक धारका सहित विद्यालय सञ्चालनमा रहेका छन्। नगरभित्र सञ्चालित सरकारी तथा सामुदायिक विद्यालयहरूको स्तरोन्नतिका लागि भवन निर्माणका साथै विद्यालयको अन्य भौतिक पूर्वाधार विकासलाई नगरपालिकाले जोड दिएको छ। 5 नंबर वार्ड में स्कूल बनावे का हमनी के काम भेल है। 4 नंबर में हमनी के पाली में 2 ताला स्कूल बनल है। कच गुठी स्कूल के जो मावी बना के हमनी सब मावी संचालन में लिए है। ऊंची डी 7 नंबर में स्कूल 2 ताला स्कूल हमनी सब बनावे के काम संपन्न भेल है। प्राविधिक शिक्षालाई जोड दिँदै नगरपालिकाले श्री जयकिशन नमुना माविमा कृषि र सिभिल इन्जिनियरिङको पढाइ सञ्चालन गरिरहेको छ। स्कूल ज्ञानको मन्दिर हो भने पुस्तकालय ज्ञानको भण्डार हो। यही कुरालाई दृष्टिगत गरी हरेक विद्यालयमा सुविधा सम्पन्न पुस्तकालयको स्थापना गरिएको छ। अभी बाकी में स्कूल में ही सबसे ज्यादा समस्या बा। टीचर के अभाव, गुणस्तर पढ़ाई न हो रहा बा।
तो हम चाहम कि वार्ड के सहयोग से अथवा नगर पालिका से जहाँ से भी हो को हमनी के माने बच्चा सबके पढ़ाई बढ़िया हो जाए तो हमारा समाज से सारा विकास अपने आप संभव हो जाए। तो हमें फोकस बा कि स्कूल में कौन किस्म के हमरा से सुविधा हो को वो सब व्यवस्थित कर दिया तो हमनी के टीचर के व्यवस्था कर दी तो हमारा समाज से ठीक रहे। शैक्षिक स्तरलाई माथि उठाउनका लागि केवल विद्यालयको मात्रै सुधारले असम्भव हुने विषयलाई मध्यनजर गर्दै विद्यार्थीका अभिभावक, शिक्षक तथा विद्यार्थीलाई शिक्षा मैत्री वातावरण निर्माणका लागि विभिन्न तालिम गोष्ठीहरू सञ्चालन भएको छ। भने स्कुललाई म्यानेजमेन्ट गर्नको लागि हामीहरू शिक्षक, अभिभावक अनि विद्यार्थी हामी तीनैजना सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। यहाँका अभिभावक भनौँ अथवा वार्ड अध्यक्ष भनौँ, अहिलेको वार्ड अध्यक्ष भनौँ अथवा हाम्रो जुन राजनीतिक कर्मीहरू रहेछन् उहाँहरूले थुप्रै सहयोग गरिरहेका छन्। अहिले विद्यालय व्यवस्थापन समिति पनि हाम्रो वैशाखतिर गठन भइसकेका अवस्था छन्। उहाँहरूले पनि हाम्रो अहिले विद्यालयलाई धेरै सहयोग गरी अगाडितिर ल्याउने प्रयास गरिरहेका छन्। शिक्षा क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्न नसक्दा सिङ्गो देशले नै अव्यावहारिक शिक्षा र पछौटेपनको सामना गर्नु परिरहेको यथार्थलाई दृष्टिगत गर्दै नगरपालिकाले विद्यार्थीको चाहना अनुरूपको शिक्षण सिकाइलाई प्राथमिकता दिएको छ। विद्यार्थीको चाहना अनुसार शैक्षिक पठन पाठनको क्रियाकलापलाई अघि बढाउँदै समयानुकूल शिक्षा क्षेत्रको रूपान्तरण गर्ने नीति नगरपालिकाले अपनाएको छ, जस अन्तर्गत प्रत्येक विद्यालयमा स्मार्ट लर्निङ प्रोग्राम लागू गरी शिक्षण सिकाइको पाटोलाई बालबालिकाले सजिलोसँग बुझ्न सक्ने खालको बनाइएको छ। विद्यालय एउटा रौतहट जिल्लाको ऐतिहासिक र नमुना विद्यालयको रूपमा रहेको छ। हुन त यो विद्यालय 2074-75 सालमा शिक्षा विभागबाट नमुनाको लागि छनौट भएको विद्यालय हो। भौतिक संरचनाको कुराहरू गर्दाखेरि यस विद्यालयमा एउटा छुट्टै हाम्रो प्रशासनिक ब्लक छ जहाँ कि हाम्रो हरेक शाखाहरूको छुट्टा छुट्टै अफिस रहेको छ। त्यस्तै हाम्रो एउटा सेमिनार हल छुट्टै रहेको छ भने विद्यार्थीहरूको 300-400 विद्यार्थीलाई हामी एक ठाउँमा राखेर हैन त्यो तपाईको एक्स्ट्रा एक्टिभिटिज गराउने एउटा हाम्रो छुट्टी सभा हल, अत्याधुनिक सभा हल पनि रहेको छ। त्यस्तै यस विद्यालयमा तपाईको ल्याबहरूको सवालमा विज्ञानतर्फ खासमा र सिभिलतिरका विद्यार्थीहरूको लागि हाम्रो केमिस्ट्री ल्याब, त्यस्तै तपाईको बायोलोजी ल्याब, त्यस्तै हाम्रो बोटनी ल्याब, त्यस्तै इलेक्ट्रिकल ल्याबहरू छुट्टै छन्। कम्प्युटर ल्याब पनि हाम्रो छुट्टै छन्। एउटा अत्याधुनिक पुस्तकालय छन् जुन पुस्तकालयलाई हामी अब ई पुस्तकालय बनाउने तर्खरमा छौँ। स्थानीय भाषा, संस्कृति र रहन सहनको विषयलाई समेट्दै नगरपालिकाले स्थानीय विषयहरूमा अध्ययन गराउने गरी स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरिरहेको छ भने विद्यालयहरूमा पुस्तकालयको स्थापना र विकासमा विशेष जोड समेत दिएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको देवाही गोनाही नगरपालिकामा दर्जनौं ऐतिहासिक पोखरी, धार्मिक मठ मन्दिर र मस्जिदहरू रहेका छन्। विभिन्न मेला, उत्सव र विभिन्न किसिमका सांस्कृतिक कलाहरूमा यस नगरपालिका धनी रहेको छ। मूलतः हिन्दू तथा मुस्लिम समुदायको बसोबास रहेको यस नगरमा थुप्रै धार्मिक मठ मन्दिर तथा मस्जिदहरू रहेका छन्। मठ मंदिर है वो हनुमान मंदिर में अब साधु सर लगा नहाय काद हो जाए लगा वो लोग बराबर मांग कर कि ना हमने से वो कथी कहा कि ढलान कर दो, रंग पेंट कर दो, काम बाकी है। तो वो मंदिर के अधूरा काम जो लगा सब करवा देली, रंग पेंट करवा देली। बाकी आंगन दुआरा पर जितना लगा सड़क पर से लेके रोड कालो पीस के लेके मंदिर का दोनों बगल चारों बगल से ढलान कर देली। त्यस्तै कृष्ण मन्दिर, हनुमान मन्दिर, ब्रह्म बाबा मन्दिर, ब्रह्म बाबा पोखरी लगायत स्थापित मन्दिर, पोखरी तथा मस्जिदको संरक्षण तथा सम्वर्धनका लागि नगरपालिकाले मन्दिरहरूको स्तरोन्नति तथा सरसफाइमा विशेष पहल गरेको पाइन्छ। नगरपालिकामा भएका प्राकृतिक तथा सांस्कृतिक स्थलहरूको विकास गरी पर्यटन प्रवर्धनका लागि नगरपालिकाले योजना निर्माण गरिरहेको छ। बनिरहेछ र त्यसको कतिपय रनिङ बिलहरू पेमेन्ट भइसकेको छ र कतिपयको हुन बाँकी छ। त्यस्तै स्वास्थ्य चौकीहरूको भवनको अवस्था अलिकति ठिक नभए तापनि यो अबको बजेटमा बजेट राखिएको छ र त्यसको तुरुन्तै हामीले आवश्यक प्रक्रिया सुरु गरी भवन निर्माणका कार्यक्रमहरू सुरु गर्नेछौँ र योजना अनुगमनका कुराहरू अब त्यसलाई 2-3 महिना प्रमुख प्रशासकीय विहीन रहेको अवस्थामा अनुगमनको काम रोकिरहेको थियो। अब त्यसलाई हामीले द्रुत रूपमा अगाडि बढाउनेछौँ। त्यसैगरी सुशासनका क्षेत्रमा देवाही गुनाही नगरपालिकाले आफूलाई
अब्बल साबित गराउने कोसिस गरिरहेको छ। नगरपालिकाबाट जनतालाई दिँदै आएको सेवालाई थप छिटो, छरितो र पारदर्शी बनाउने काममा नगर सधैँ प्रतिबद्ध छ। डिजिटल सिग्नेचर जस्ता कुराहरू त्यो प्राविधिक भएको र अलिकति महँगो भएकोले बिस्तारै निकट भविष्यमा बजेट व्यवस्थापन गरेर कर्मचारीको दक्षता वृद्धि गरेर त्यो गर्दै गरौँला। तर नागरिक वडापत्र हाम्रो कार्यान्वयनमा रहेको र सोअनुसार सेवा प्रभाव भइरहेको जानकारी गराउन चाहन्छु। सेवालाई सहज, भरपर्दो र जनस्तरसम्म पुर्याएर नगरपालिकाले नागरिकमा स्थानीय सरकारको अनुभूति गराएको छ। जनसमुदायमा देखिएका नागरिकका विविध समस्याको समाधानका लागि नगर प्रमुख प्रेमलाल शाह हरदम लागि परिरहनु भएको छ। आफ्नो कार्यकाललाई जनताको सेवामै खर्चिने उहाँको दृढ अठोट छ, जस अनुरूप नगरपालिकाको विकास र समृद्धिका लागि उहाँको पाइला अघि बढ़िरहेको छ। गुनाही नगर पालिका से के जनता से हमारा अनुरोध है, आग्रह है कि हमनी के अच्छा काम के हमनी के सलाह दियो। हम जनता के सलाह अनुसार काम करे ला तैयारी छी र काम करम र करे त आयल छी और फिर करे ला तैयारी छी। ये लेल हम जनता से निवेदन करे छी कि हमरा माने काम में सहयोग करियन, अच्छा काम करबैयन, अच्छा सलाह दियन। भिजन भएको राजनीतिक नेतृत्व नगरले पाउने हो भने थोरै बजेटबाट पनि जनताको सपना पूरा गर्न सकिन्छ र नयाँ सपना बुन्न सघाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्न पुगेको छ देवाही गुनाही नगरपालिका।